भनिन्छ नि जिन्दगी नै एउटा यात्रा हो। हामी यात्राका क्रममा विभिन्न ठाउँ देश पुग्न सक्छौँ। आज मैले तपाईँलाई के देखाइरहेको छु भने सिन्धुलीबाट नजिकको दूरीबाट तपाईँहरू धरान पुग्न सक्नुहुन्छ। हामी सिन्धुली हुँदै उदयपुरको कटारी अहिले पुगेका छौँ। तपाईँले देख्न सक्नुहुनेछ यो दृश्य निकै मनोरम देखिन्छ। यो हुँदै हामी अझ अगाडि बढ्छौँ। त्यसपछि हामी बैजनाथ खोलाको पुल, यो जङ्गलको बाटो छ, यहाँ अलिकति बिचबिचमा जङ्गल र घरहरू पनि रहेको छ। यो जङ्गलको बाटो पार गर्दै गर्दै हामी अगाडि बढिरहेका छौँ। अगाडि बढ्ने क्रममा तपाईँहरूले बिचबिचमा घरको साथसाथै वन जङ्गल एकदम मनोरम दृश्यहरू पार गर्दै एकदम बाटो एकदम सरल रूपमा बहेको राम्रो बाटो रहेको छ। यो हुँदै हुँदै हामी अगाडि बढिरहेका छौँ। तपाईँले बाटो हेर्न सक्नुहुन्छ, निकै त्यति धेरै गाडीको चाप नभएको मस्त रूपमा तपाईँले यात्रालाई सहज रूपमा अगाडि बढाउन सक्नुहुनेछ यहाँबाट। र यो हुँदै हुँदै हामी आज सिन्धुली हुँदै यता सप्तकोशी पार गरेर धरान पुग्दैछौँ। बाटो निकै नै सरल सहज छ। तपाईँहरू जो कोही पनि यो बाटोबाट यात्रा गर्न सक्नुहुनेछ। हामी यसरी यात्रा गर्दै गर्दै हामी गाईघाटको नजिक पुगिसकेका छौँ। तपाईँले अब गाईघाट बजार पनि देख्न सक्नुहुनेछ। गाईघाट बजार निकै सौम्य शान्त रहेको छ। अलिकति बसहरूको चाप रहेको छ। अलिकति यो पार गर्दै गर्दै तपाईँ कता जानुहुन्छ त्यो म्याप पनि हामीले यहाँ राखेका छौँ। र यो हुँदै अझ सुन्दरी खोला पुल, तपाईँले नाम पनि सुनिसक्नु भएको छ, सुन्दरी खोला पुल। यहाँबाट पनि हामी क्रस गर्दै गर्दै अगाडि बढिरहेका छौँ। यसरी अगाडि बढ्ने क्रममा तपाईँले बाटो देखिरहनु भएको छ। दुईतर्फ नै अलिकति जङ्गल, केही बिचबिचमा चाहिँ घरहरू र बाटो एकदमै खुल्ला रूपमा। कम्तीमा नै हामी 4.5-5 घन्टामा धरान पुग्छौँ। यसरी उदयपुर हुँदै चौदण्डीगढी नगरपालिका पार गर्दै गर्दै हामी निरन्तर अगाडि बढिरहेका छौँ। तपाईँहरूले बिचबिचमा यो जङ्गल र बस्ती, पातलो बस्ती हुँदै हुँदै यसरी हामी सप्तकोशी नदी छोटो समय